हल्लो के नुन खाएको कुखुरा जस्तो झोक्री बसेको आऊ यता गुल्यो अलिकति तातो चिया भए पनि खाऊ ए यो घरमा चिया पनि पाक्न थाल्यो कहिलेदेखि तितो टर्रो अमिलो छिर्ने घाँटीमा छिर्छ गुल्यो त्यही अमिलो जाँड भए पनि एक बटुको छान्छन् अम्मै 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 के अरे हैन के पो सुन्नुपर्छ हौ पहिला चाहिँ त्यही जाँड मन नपराउने अमिलो छ भनेर अहिले अब म त्यही अमिलो जाँड छान्नु जाऊ न गाउँमा खोजी खान कता कता मिठो मिठो पाइन्छ त्यतै अचम्मै छ तिम्रो खुट्टा समातेको छु र मैले मेरो खुट्टा समातेको छस् भन्नु खोजेको होइन यो गाउँमा नि सबैको घरमा मिठो न मिठो जाँड मात्रै छ अब मलाई फेरि चुर्ना परेको मिठो जाँडले चुर्ना मर्छ त्यही भएर अमिलो जाँड छन् भनेको अक्क हो धार्नीदेखि बिसौली अनि बिसौलीदेखि अहिले आठपल कुन दिन बोडीमा पनि झर्छौ यस्तै पारा हो भने हुन त तिमीलाई यो गाउँमा कसले चाहिँ जाँड दिन्छ होला र कसैले मन पराउँदैन जम्मैले घिनाउँछन् मात्रै ए मलाई घिनाउँछ घिनायो भने के को मतलब हो मलाई लक्साबुनले बेसरी नुहाएर चमेली तेल दलेर हिँड्छ नि बास्ना चल्ने गरी सागुनले नुहाउँदाखेरि तिम्रो पेटको कालो जान्छ र भनेपछि दुनियाँको कुरा सुनेर तैँले पनि मलाई कालो मनको कालो सोचको भन्नु थालिस् यस्तै तेरो सोच छ भने नि गाई कथाङ मभन्दा अलि अगाडि मरिस् भने तल र्याङखारामा लगेर खरानी हुने गरी पोली पो पठाउँछु मलाई त पुरेको भन्दा पोलेकै राम्रो लाग्छ ए त्यस्तो पो दक्षिणतिर तेरो थुत्न फर्काएर नबोल है माटोको जीवन माटोमै जान्छ बुझिस् खोलाको जीवनहरू खोलामा जान्छ नबुझी धेर नबोल्नु पै जानेको बुझेको मात्रै गर्ने तैँले जाँड छान्नु आउँछ जा जाँड छान एक बट्टुको अमिलो भए पनि छान्दिन छोक्रा भए पनि खाउँला न के भएको छ र खाऊ न अनि मैले बिर्कोमा चाबी लगाएको छु र